भन्छ धरतीको धुलो भइजाऊ संसारका दुःख सबै आफैले जाऊ हो 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 धरतीको धुलो भइजाऊ संसारका दुःख सबै आफैले जाऊ यहाँ सक्नेलाई तबरै अन्याय नि माफ छ छोरी चेली लुटिदा नि उसैको नि साफ छ चौतारी बिसाउने छैन कोही दुःख पर्दा आँसु पुछी हँसाउने मनको पीडा मनमै राखे अब कहाँ जाने भन्छन् साने भन्छन् साने भन्छन् साने भन्छन् साने बुवा हामीले सानीलाई ल्याउँदाखेरि बाटामा कसरी देखेको भए के हुन्छ देखेको भए त बर्बाद हुन्छ नि छोरी तर देखिया छैन नला अब तेरो काम सानेको होस नआउन्जेल यसैको स्याहार सुसार गर्ने है हस् बुवा ल छोरी त अहिले गएर सुत सानेलाई मैले कुरेर बस्छु त सुतेर उठेपछि तैँले सानेलाई कुर्लिस् म सुतुला आखिर कहाँ गयो होला त त्यो सानी मैले त्यति माथि सानेको रेखदेख गर्नु होला भनेर गएको थिएँ अहिले आएर साने कहाँ गयो होला भनेर भन्नुहुन्छ रेखदेख त गरेकै हो सम्धिज्यू मिठेर छोरी पनि यतैतिर थिए यसो त्यहाँ पिसा गरेर आउँछु भन्दा छैन साने फेरि मिठे मिठे तैँले सानेलाई देखाइदिस् नाइ काजीबा म त आफ्नै तालमा गोबर फाल्दै थिएँ एक्कासी अब प्रेम सरले सानी छैन भनेपछि बल्ल थाहा भएको अनि बुहारी खै त फेरि भाउजू त सानो काजी दाइसित कानामा झुम्का नअघि के जाति के बनिदिनुहोस् भन्दै बजार जान बेला नै कुबेला झुम्का नआउ कि ठुङ्गा नलाउनु पर्ने आफूलाई कस्तो चटा आइपरेछ यसरी रिसाइ नहाल्नुहोस् न सम्धिज्यू छोरी मान्छे भने डर लाग्छ के बनाउन मन लाग्थ्यो त्यही भएर गयो होला नि रहर लाग्यो भन्दैमा आज जान परेको थियो र घरमा यत्रो समस्या आइपरेछ भन्ने तपाईँलाई थाहा छैन र मलाई त थाहा छ सम्झियो अब तिनीहरूले यसलाई ठुलो समस्या मानेनन् के हो फेरि यही घरको समस्या पनि त भएन नि अब सानेका घरको समस्या त्यही भएर तिनीहरूले धेरै टाउको दुखाए जस्तो छैन चुप लाग्नु सम्झिजु तपाईँ अर्का घरमा छोरी दिइसकेपछि अलिकति झुकेर कुरा गर्न सिक्नुपर्छ त्यसो अर्थी उपदेश दिने काजी बा जे भए पनि शिक्षक जस्तो मान्छे पर्न हामीलाई भन्दा धेरै थाहा छ को सरलाई
चुप लाग्दैन स्कुलमा 2-4 जना विद्यार्थी पढाए जस्तो हुन्छ यो गाउँ चलाउन बाबु मेरो छोला ल्याउ त जानु पर्यो म गएँ अहिले आजीबा जे जस्तो भयो नि रोक्नुस् प्रेम सरलाई के मैले जान भनेको थिएन रोक्नलाई चुप लाग्नु सम्झिजु तपाईँ अर्का घरमा छोरी दिइसकेपछि अलिकति झुकेर कुरा गर्न सिक्नुपर्छ त्यसो अर्थी उपदेश दिने टोपी लगाउनु त्यो टोपी निकाल्नुपर्छ कि हुन्छ ल ल सम्धिज्यू मैले पनि तपाईँको लागि एउटा टोपी ल्याइदिएको छु कहिल्यै पनि शिरबाट ननिकाल्नु होला है हस् हस् हुन्छ तिनीसँग रिस उठ्यो भन्दैमा यो शिरमा लाउने टोपीको के दोष छ र यो त हामी नेपालीको पहिचान हो छोरी त किन रोएकी त यसरी रोइस् भने त सानैलाई कसरी निको हुन्छ ल बरु यो लिटो खुवाइदिए त रामलाल ए रामलाल तेरी
अनि हाम्रो घर आएर केला चिच्चाहान् कतै प्रेम सरलाई सानेलाई यहाँ ल्याएर राखेको कुरा थाहा भएछ कि होइन किन बोल्दैन नि यहाँ बाहिर आउँछ एकछिन रामलाल ए रामलाल अनि सबै मरेछन् के हो यत्रो चिच्याउँदा पनि नबोल्ने ए रामलाल फेरि ढोका लगायो रामलाल ए रामलाल को छ यहाँभित्र बोलाउँदा पनि बोल्दैनन् ए रामलाल ए प्रेम सर पो ए यहाँभित्र भयो ढोका बन्द गर्ने ल उता बसेर गफ गरौँ म तिम्रा बस्न आएको होइन हे तेरी बस्न नआए पनि यसो गफ गरौँ के त गर के गफ गर्ने छ तिमी आउन आउ के भयो तिमी त काम नलाग्ने मान्छे छ काजी यस्तो र उस्तो अनि काजीको छोरो यस्तो घरमा काम गर्ने मान्छे छन् दुनियाँ गफ लाएर छोरीलाई ल्याएर त्यस्तामा पार्यो तिमीले कतै प्रेम सरलाई सानेलाई यहाँ ल्याएर राखेको कुरा थाहा भएछ कि होइन अझै उता फर्केर हाँस्न लाज छैन के सम्झेर त्यस्तामा पार्यो हो मेरो छोरीले होइन के भयो र के भएन भन न हिजो एकछिन यो सानोलाई कुरा भनेर भाउ छोरा कता लाए म यसो एकैछिन पिसाब गर्न मात्रै के गएको थिएँ फर्केर आउँदा सानै छैन त्यसपछि उनीहरू उताबाट फर्केर आएपछि त ए मलाई त नाना भाँती कुरा गरे सम्धिसित पनि त्यस्ता कुरा गर्छन् तिमी स्कुल पढाएका मान्छेले गाउँ चलाउन जान्दैनौ रे के गर्न जान्दैनौ रे म तिमीका काम गर्न गएको र त्यस्तै गर्ने हो सम्धिसित व्यवहार होइन काजीले त्यस्ता कुरा त नगर्नु पर्ने हो नगर्नु पर्ने हो भनेर यहीँ बस उहाँ उनले गरिसके होइन है रामलाल त्यस्ता घरमा मेरो छोरी किन पार्यो हो तिमीले होइन भन न भने अब नभन भने तपाईँ रिसाउनुहुन्छ भन भने यो मन डराउँछ के छ त्यस्तो मन डराउने कुरो र भन त के हो नभन भयो हेर तिमीले आज त्यो कुरो भन्नै पर्छ तिमीले जबसम्म त्यो कुरो भन्दैनौ मैले आज तिमीलाई छोड्नेवाला छैन ए भन त के हो ल यता सुन्नुहोस् ल यता सुन माथि झन्द्रेक पढाउने प्रेम मास्टर छ नि तिनकी एउटी छोरी छ अरे त्यो छोरीसँग मेरो छोराको बिहे गराइदिनु पर्यो होइन है काइसा क्या नाम त्यस्तो पढालेखा प्रेम सरले तपाईँको जाँड खाएर हल्लिने छोरासँग आफ्नो छोरीको बिहा गर्दै लान्छ चुप लाग तिमी अझै त्यो केटाकेटी नै छ त्यसलाई एउटी बिहे गरिदिएर नाथे बोल्छी लगाइदिएपछि कसो नसुध्रिला र त्यहाँ माथि घनश्यामको छोरा अनि यता रामेको छोराले पनि त रौसी खान्थे नि बिहे गरिदिएपछि तिनीहरू सुध्रेनन् त त्यस्तै हाम्रो कुलङ्गारलाई पनि एउटी स्वास्नी ल्याइदिएपछि त्यो स्वास्नीले हात लिन्छ ल अब धेरै कुरा नगरौँ आजै प्रेम मास्टर कहाँ गएर तिनकी छोरीको हात माग ल रामलाल तिमी घर घर फिक्क पर्दै गर म त कुलङ्गारलाई थगाउँछु त्यसपछि जाम्ला हुन्छ काइसा ल छिटै गरेर आउनुहोस् है हस् म लागेँ अहिले ए मिठाई हजुर यो गिलासहरू भित्र ल राख ल काजी बा एकछिन होइन के गर्न लाइस र मैले बिहाको कुरा सुनिसके अब साना काजी दाइको गाउँमा भत्ता सलाउनु पर्यो नि कुरो यही हो सर काजीले मेरो छोरो बिग्रो यसलाई सुधार्न सकिएन यसलाई बिहा गरिदिएपछि सुध्रिन्थ्यो कि लौ न प्रेम सरकी छोरीसँग कुरो गर्न पर्यो भनेर कुरो ल्याएँ त्यसपछि म मन नलाई तपाईँ कहाँ चाहिँ तपाईँको छोरीको हात माग्न गएको काजीका छोरालाई अब बिहा गर्दैपछि केही दिन त तपाईँको छोरीले दुःख पाएकी हुन् त्यो कुरो मैले पनि मान्छु तर अहिले हेर्नुहोस् काजीको छोरो सुध्रिएर तपाईँकी छोरीलाई गहना किन्न बजार गयो रहेछ ए मेरो छोरीलाई त तिमीहरूले सुधार केन्द्रै बनाएछौ
दुनियाँका छोरालाई सुधार्नु पर्ने कुरो त्यसो होइन कि प्रेम सर। होइन कसो हो त? क्या नाम यो गाउँका ठुला बडा काजी खानदानको छोरो। अब अलिअलि घमण्ड त हुने त भयो के अरे। तै पनि अहिले आएर ती सुध्रेछन्, खुसी लाग्यो मलाई त। तपाईँ पनि खुसी हुनुहोस्। खुसी छैन म। ठुला बडा भएर त्यस्तै हो तिनीहरूको व्यवहार। छोरीले त त्यहाँ दुःख पाएकी रहेछ। बरु बिहान साँझ मुस्किलले खाने, मुस्किलले एक सरो कपडा लाउने मान्छेलाई दिएको भए बरु त्यहाँ उसले सम्मान पाउँछ। पाहुनाको सम्मान हुन्थ्यो, मेरो पनि सम्मान हुन्थ्यो। हेर त आज मलाई तिमीले सम्मान गरे, उल्टै अपमान गरेर पठाएको छ नि। हे तेरिका प्रेम सर, उनको तर्फबाट मैले हजुरसँग माफी माग्छु। मैले काजीलाई सम्झाउँछु। अब तिमी सम्झाउने कुरा छोड, बरु त्यो सानै कहाँ गयो? तिमीहरू म भएर त्यो सानोलाई खोजेर जसरी भए पनि आज त्यहाँ लैदिनु पर्यो। त्यही सानैका कारणले गर्दा आज मैले यो सहनु परेको। ए रामलाल, कता हरायो? हिँड त, त्यो सानै कहाँ छ खोज्नु पऱ्यो क्या। उठ भनेको त, त्यसलाई आज नखोजिकन हुँदै हुन्न। भन्छन् साने आउनुहोस् त, तपाईँहरूले सानैलाई देख्नुभएको थियो? रामलाल सुन त, यहाँ यो रामबारी कहाँ पनि पसेर यसो सोध्नु पऱ्यो क्या। त्यसो गरौँ सर, तपाईँ यहीँ बस्नुहोस्। रामपेरी कहाँ गएर मैले सोधेर आउँछु। तँ गएँ तँ आएँ। ल छिटो गर त, जाऊ। तपाईँ जानु पर्दैन कि है। ल छिटो जाऊ, छिटो। यहीँ बस्नुहोस् नि फेरि। ल छिटो गर त। ए रामपेरी, रामपेरी। ल छिटो जाऊ, छिटो भित्र। भित्रै आइलिनु न लाउरे दाइ। होइन के लाई थियौ त? धेरै दिनमा देखियो त। होइन कहाँ गइथ्यौ? कहाँ जानु र लाउरे दाइ? तराईको खेतमा धान पाकिलिएको थियो, धान सान सियारेर आइलिएको। अब धान पाकेर स्याहारेर आएँ भन्छौ, तिमी अझै कहाँ चाहिँ कलिली देखिन्छौ। कस्तो बात गरिलिनु भएको लाउरे दाइ। म त यस्तै काँचो कलिलो नै ठिक छु। यदि म पाकिदिएँ भने पनि तपाईँले आफ्नो घरमा लगेर स्याहारिलिने होइन क्यारे? बात गर्नुहुन्छ। धान पो पाकेको राम्रो, मान्छे त काँचो पछिले राम्रो नि। क्या नाम त्यो रमेश किचकिच नगरे भए तिमीलाई मैले उहिले स्याहारिसके हुन्थेँ। त्यति बेला त लाउरे दाइ तपाईँको बेटा बाधक बनेर आइलिएर तपाईँको पाखुरीमा पनि तागत कम भइलिएको थियो। अब त तपाईँको बेटा पनि घरमा छैन। अहिले त पाखुरीमा तागत पनि धेरै बढी लिएर आइलियो होला नि। लगेर स्याहारी लिनुको लाउरे दाइ। रामलाल, सोधेछु कि सर, एकैछिन पर्खिनु न। त्यति कुरो सोध्नु पनि कति टाइम लाग्यो? होइन लाउरे दाइ, प्रेम सरले के सोधिलिन भनिलिनु भएको म त केही पनि बुझिलिएन। खासमा तपाईँ मेरो घरमा के कामले आइदिनु भएको थियो? प्रेम सरका सालाको बिहा, त्यसैको लागि बोकेको नाक। तिम्रो स्वरमा यहाँ कोही कतै देखि त छैन? छैन छैन लाउरे दाइ, कहाँ देखिलिनु? हे तेरी, कति बेर गरेको होला। ए रामपेरी, हजुर सर। तिमीलाई थाहा छ कतै देखिथ्यौ? नाइ सर, मलाई त थाहा छैन। म त कतै पनि देखिलिएन। उनलाई थाहा छैन भने के गरेर बसिया छौ? हिँड छिटो। ल सर, ल आए सर, जा जा जा। ल हिँड हिँड हिँड। जुत्ता लाम कि? पर्दैन अहिले, उता गर ल होला।
अरे बाफ रे बा, एउटा बोका खोजी लिनलाई पनि यत्रो हतार गरी लिएछन्। कुरै बुझ्न सकिलिएन म त। होइन हो प्रेम सर, यो खानु नखोज्नु, यो सानेलाई खोज्नु भनेर तपाईँलाई कसले भनौँ? ए रामलाल, त्यो सानेका कारणले मैले यहाँ कति सहनु परेको छ भन्ने कुरो त मलाई मात्रै थाहा छ के। ए लाउरी बा, प्रेम सर कता हिँड्नु भएको? ए कहाँ हुन्थ्यो र, ती सानेलाई खोज्न हिँडेको। ए मलाई पनि त काजीबाले त्यो सानेलाई खोज भनेर पठाउनको, कतै पनि भेटिएन, बेकार दुःख पाएँ। ल गजब, क्या नाम मिठे र प्रेम सर, तपाईँहरू दुईजना भएर सानेलाई खोज्न जानुहोस्। मेरो त पेटा मुसा दौडे, म त घरतिर लागेँ है। ल ल ल दुईजना भएर ल ल ल जानुहोस् त, जानुहोस्, हामी जान्छ। घरमा लुकाएर राखेको मान्छे पनि कोही खोजेर भेटिन्छ, बल्ल छुटकारा पाइन्। भन्छन् साने तँ मिठेलाई पनि सानेलाई खोजेर आइज भनेको अहिलेसम्म आएन। कहाँ गयो होला? ए मुन्टिएछ। मिठे, सानेलाई कतै भेटिस् त? नै काजीबा, सानेलाई त भेटाएनौँ, तर त्यो सानेलाई यहाँबाट भगाउनमा लाउरी बाको षड्यन्त्र छ जस्तो लाग्यो है मलाई त। के भन्छ यो? हो सम्झिज्यू, बिहान तपाईँसित यहाँ टट्याङ टुटुङ परेपछि म रामलालको घर गएँ, अनि उनीलाई लिएर म गाउँभरि डुलेँ। उनले त्यति वास्ता पनि दिए जस्तो लागेन कि मलाई। त्यसपछि उनी घर गए, अनि मिठे बाबुसित भेट भयो। ल मिठे बाबु, त्यसपछि के भयो भनिदेऊ त। त्यसपछि काजीबा हामी आउँदै थियौँ, बाटा रामप्यारी काकी भेटिनौँ। भेटाइदिनु भयो त? नै भेटिएन। अरे यत्रो ठुलो गाउँमा त एउटा बोका त सबैले पालिलिनु पर्ने। बोका? अनि के कुरा गर्दैछौ तिमी? हामी त बोका खोज्न हिँडेको त होइन। अनि कस्तो बात गरिलिनु भएको प्रेम सर? रामलाल दाइले त मेरो घरमा पछि लिएर प्रेम सरको सालाको शादीवादी छ रामप्यारी, एउटा बोका खरिद्न हिँडिलिएको तिमीले कतै देखिलिएको छौ कि भनेर सोधिलिनु भएको थियो। वही बातमा तपाईँले पनि सोधिलिनु भयो। मैले त देखिलिएको छैन भनेर भनिलिएको त। खासमा तपाईँहरू के खोज्न हिँडिलिनु भएको सर? प्रेम सर, किन केही नबोलिलिनु भएको? केही त भनिलिनु न। लो, प्रेम सर त त्यसै मसँग रिसाएर गइलिनु भयो। खासमा यिनीहरू के खोज्न हिँडिलिएको? हामीलाई साने भेटिएन भन्ने कत्रो पिर छ। अनि रामलाललाई रामप्यारी कहाँ गएर सानेको बारेमा सोध त भनेको त भित्र त यिनले बोकाको बारेमा पो कुरा गरे रहेछन्। यो त अलि सोच्न पर्ने कुरो भएन र? अझै बिहान त रामलालको घर जाँदा भित्र आएर ढ्याकढुक्कै ढोका लगाए कि। ए मिठे, हिँड 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 रामलालको घर। ओए रामलाल, ए रामलाल, बाहिर निस्क। के भयो र काजी बुवा? किन चिच्चाउनु भएको? बुवा त घरमा हुनुहुन्न। लाउरे घरमा नभए पनि साने त घरमै होला नि।
राधा कहाँ लुका राखेको छु सानलाई भन। सानो ठुलो जात भात चौतारी बिसाउने छैन कोही दुःख पर्दा आँसु पुछी हँसाउने मनको पीडा मनमै राखे हावा कहाँ जाने भन्छन् साने भन्छन् साने भन्छन् साने भन्छन् साने